मोनुले बनाएको मिठो मिठो आलुको अचारको रेसिपी। सो हे व्हाट्सअप गाइज, गुड मर्निङ सबैजनालाई, वेलकम ब्याक टु माई एनदर मिनी ब्लग साथीहरू। सो फाइनली साथीहरू, आज चाहिँ हामीहरू भलिबल खेल्नको लागि चाहिँ हामीहरूले चाहिँ नेट पनि लगायौँ र अलिअलि हालतालमा भलिबल पनि खेलियो साथीहरू। कलेजबाट घर आएर अस्मिता दिदीको घर गएको त साथीहरू, अस्मिता दिदीको घरमा चाहिँ आज पूजा भइरहेको थियो। त्यसपछि घटी र म गएँ सयपत्रीको फुल टिप्न। फुल टिपेर आएर हामीहरूले चाहिँ आज पकाउने जति सबै सब्जीहरू चाहिँ काटकुट पारेर रेडी पारिसक्यौँ र हाम्रो प्यारे घटीले हेर्नुहोस् त साथीहरू भाडा माझ्दैछिन्। खिर पुरी र रोटी चाहिँ बिहानै पकाइसक्नु भएको थियो र एउटा दिदीले आलु र काउलीको सब्जी पनि बनाउँदै हुनुहुन्छ। पूजा पनि एकदमै भव्य तरिकाले भइरहेको थियो साथीहरू र यहाँ घटीले चाहिँ बेमा नाच्न लागि डान्स सिकेको सिकै। दुईजना महारानीहरू हेर्नुहोस् त साथीहरू खाजा खाँदै हुनुहुन्छ। त्यसपछि हाम्रो मोनुको पनि एन्ट्री भयो साथीहरू र मोनुले चाहिँ आज अचार बनाउँदैछ। मोनुको अचार चाहिँ आज कस्तो हुन्छ साथीहरू हेर्नु होला। सबभन्दा पहिला चाहिँ मोनुले चाहिँ त्यसलाई राम्रोसँग तताएर मेथी हाल्यो, हरियो खुर्सानीले मजाले फ्राई गरेर केराउ पनि हाल्यो, बेसार अनि स्वाद अनुसार नुन पनि हाल्यो मोनुले। उतापट्टि पूजा हुँदैछ, हामीले चाहिँ यता अचार बनाइदियो साथीहरू। एउटा मैले कागती पनि हालेँ। मसलामा चाहिँ मोनुले चाहिँ हाल्ने पर्ने कुराहरू चाहिँ अगाडि नै हालिसकेको थियो, जुन चाहिँ मैले भिडियो बनाउन पाइनँ साथीहरू। मसलामा के हाल्यो मोनुले, मैले भिडियो बनाउन पाइनँ उताउति गर्दै गर्दै। सो फाइनली साथीहरू, मोनुको मिठो मिठो अचार चाहिँ रेडी भइसकेको छ र पूजा चाहिँ ठ्याक्कै हाम्रो 6 बजे सकेको थियो साथीहरू। त्यसपछि प्रसाद खाने कार्यक्रम पनि सुरु भयो, जुन चाहिँ एकदमै बब्बाले मिठो भएको थियो साथीहरू। सबभन्दा बेस्ट चाहिँ मोनुको अचार थियो है। घर आउँदा आउँदै स्कुटको तेल सकेर हिँडेर आउनु पर्यो।